प्रत्येक प्रतिक्रियामा पुनर्बल नदिने कि त समयको आधारमा दिने कि त प्रतिक्रियाको संख्याको आधारमा दिने भने त्यसलाई के भनिन्छ आंशिक पुनर्बल तालिका भनेर भनिन्छ है। लेख्नु त प्रत्येक प्रतिक्रियामा पुनर्बल नदिने हैन, प्रत्येक प्रतिक्रियामा पुनर्बल नदी प्रत्येक प्रतिक्रियामा पुनर्बल नदी कि त समयको आधारमा प्रत्येक प्रतिक्रियामा पुनर्बल नदी कि त समयको आधारमा कि त प्रतिक्रियाको संख्याको आधारमा दिने पुनर्बललाई के भनिन्छ आंशिक पुनर्बल तालिका भनिन्छ। त आंशिक पनि कति किसिमको हुन्छ दुई किसिमको हुन्छ है। आंशिक पुनर्बल तालिका पनि कति किसिमको हुन्छ दुई किसिमको हुन्छ है। आंशिक पुनर्बल तालिका पनि दुई किसिमको हुन्छ। कति किसिमको हुन्छ है दुई किसिमको हुन्छ। एउटा हुन्छ तपाईको हैन अन्तराल पुनर्बल तालिका, अन्तरालात्मक भन्छौं, अन्तराल भन्ने पनि हुन्छ अन्तराल पुनर्बल तालिका भन्छ। र अर्को हुन्छ अनुपात पुनर्बल तालिका, अनुपात पुनर्बल तालिका भन्छ। एउटा हुन्छ तपाईको अन्तराल पुनर्बल तालिका, अर्को हुन्छ अनुपात पुनर्बल तालिका। अब यो अन्तराल पुनर्बल तालिका चाहिँ केमा निर्भर हुन्छ? यो चाहिँ हो समयको आधारमा। यो चाहिँ केको आधारमा दिइन्छ? समयको आधारमा। समयको आधारमा दिने चाहिँ अन्तराल पुनर्बल तालिका, समयलाई हेरेर दिने। अनि अनुपात चाहिँ केको आधारमा दिन्छ? संख्याको। केको संख्या? प्रतिक्रियाको संख्याको आधारमा दिन्छ। प्रतिक्रियाको संख्या, प्रतिक्रियाको संख्याको आधारमा दिन्छ। त्यो के हो त? अनुपात पुनर्बल तालिका हो। अनि समयको आधारमा दिन्छ त्यो के हो? अन्तराल पुनर्बल तालिका हो।